कार्यक्रम प्रस्तुत गर्दैछु। संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि र शासन व्यवस्था परिवर्तनको जीवन आहुति दिने ज्ञात अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै यस महाअभियानको नेतृत्व प्रदान गर्नुहुने सम्पूर्ण श्रद्धेय अग्रजहरूप्रति सम्मान व्यक्त गर्दछु। बदलिदो विश्व तथा मुलुकको परिवेशले परम्परागत विकास प्रतिको दृष्टिकोणमा केही परिवर्तन ल्याएको छ। यस विपदले विश्व बजारमा आएको आर्थिक मन्दी र यसले हाम्रो मुलुक र प्रदेशमा पारेको प्रभावले गर्दा हाम्रो समग्र विकास पद्धति, विकास अवधारणा, सामाजिक विकासको अभ्यासमा पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना गरिएको छ। विकासप्रतिको अभिमुखीकरणमा व्यापक रूपान्तरणको आवश्यकता देखिएको छ। नेपालको विकासको जग नेपालको युवा शक्तिले देशभित्र रहेर पौरव गरी आफ्नै श्रम र पुँजी परिचालनमा आधारित भई निर्णय गर्नुपर्छ भन्ने पाठ सिकेको छ। अबको नेपालको विकासको ढाँचा जैविक प्रणालीमा आधारित हुनुपर्छ। विकासको जग स्वदेशी प्रविधिको अवलम्बन र सिपको परिचालनबाट दिगो हुनेछ। अबको विकासको ढाँचा प्रदेशको भूधरातलीय यथास्थितिमा आधारित हुनुपर्दछ र यसले प्रदेशको विविधता र सम्भावनाको पूर्ण उपयोग गर्न सक्नुपर्दछ। हामीले अवलम्बन गर्ने अबको विकास ढाँचाले प्रदेशको विकासको जगबाट राष्ट्रिय अर्थव्यवस्थामा टेवा पुर्याउने खालको हुनुपर्दछ। उत्तरदायी शासन, सदाचार र नागरिक सम्मानको पक्षमा उठेको परिवर्तनका युवा शक्तिको जागरणबाट स्थापित नयाँ राजनीतिक जगमा प्राप्त विपुल जनादेशले वर्तमान सङ्घ सरकारलाई असाधारण जिम्मेवारी सुम्पेको छ। सोहीको प्रभाव सुदूरपश्चिम युवा सरकारमा पनि रहेको छ। अर्थमन्त्रीका रूपमा मैले यसलाई केवल संवैधानिक औपचारिकताको रूपमा मात्र होइन, राज्यको चरित्र, शासकीय संस्कार र अर्थतन्त्रको स्वरूप फेर्ने दायित्वको रूपमा ग्रहण गरेको छु। यो बजेट स्वदेश विदेशमा रहेर बसेका सम्पूर्ण सुदूरपश्चिमेलीहरूले उत्पादनमुखी अर्थतन्त्र, अन्तर्राष्ट्रिय प्रतिष्ठा र प्रविधि मैत्री परिवर्तनबारे राखे गरेको जायज अपेक्षाको प्रत्यारिलो नीतिगत उपकरण बन्नेछ भन्ने विश्वास लिएकी छु। नेपालको राजनीतिमा उमेरको पुस्तान्तरणसँगै राष्ट्रिय जनताका सबै आयाममा रूपान्तरणको उत्कृष्ट प्रतीक्षा छ। अप्रतिगम्य परिवर्तनले ल्याएको यो अनुकूलतालाई आत्मसात गर्दै नीति, कानुन, संस्था, पद्धति, प्रक्रिया, नेतृत्व र नियतका परिष्कारपूर्वक सुशासनका मानक स्थापित गर्न सुदूरपश्चिम प्रदेश नमुना युवा सरकार कटिबद्ध छ। नीतिगत अन्योल, ढिलासुस्ती, संस्थागत कब्जा र राज्य स्रोतको दोहनको अन्त्य गर्दै परिमाण दिने शासन प्रणालीको निर्माण गर्नु आजको आवश्यकता हो। वर्तमान संविधानले सामाजिक तथा सांस्कृतिक बहिष्कारको चक्र तोड्ने महत्त्वपूर्ण आधार तयार गरेको भए संविधानले सामाजिक तथा सांस्कृतिक बहिष्कारको चक्र तोड्ने महत्त्वपूर्ण आधार तयार गरेको भए पनि अवसरहरूमा सम्मान पहुँचका लागि अझ गहिरो संरचनात्मक सुधार आवश्यक छ। विगतका सङ्घर्ष र राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिलाई नेपालीहरूले देखाएको ऐक्यबद्धता, सद्भाव र सहयोगले हालको परिस्थिति सिर्जना भएको हो। यो हाम्रो लागि ठुलो राजनीतिक आर्थिक पुँजी पनि हो। यसलाई आधार बनाएर हामी शीघ्र माथि उठ्न सक्छौँ र आफूले गरेको विकासको प्रतिफल आफ्नै जीवनकालमा देख्न र भोग्न पाउँछौँ भन्ने विश्वास र मनोविज्ञान प्रदेश सरकारको लागि उत्प्रेरणाको स्रोत हो। यिनै तथ्यहरूलाई मनन गर्दै मैले यो बजेट प्रस्तुत गरेकी छु। बजेट तर्जुमा गर्दा मैले नेपालको संविधान, समाजवाद उन्मुख लोक कल्याणकारी राज्य व्यवस्थाको परिकल्पना, देशको भूस्वरूप अनुरूप अपनाउनु पर्ने आर्थिक विकासको नमुना, जैविक आर्थिक वृद्धिको ढाँचा, सङ्घीय सरकार तथा सुदूरपश्चिम प्रदेशको नीति योजना तथा कार्यक्रम, राजनीतिक दलहरूको घोषणापत्र, सुदूरपश्चिम प्रदेशको प्रथम आवधिक योजना तथा विकासको लक्ष्यलाई दिग्दर्शनको रूपमा लिएको छु। मैले यस सम्मानित सभा समक्ष पेश गरेको विनियोजन विधेयक 2083 का सिद्धान्त र प्राथमिकतामा व्यापक छलफल गरी माननीय ज्यूहरूबाट प्राप्त गहन सुझावलाई मार्गदर्शनको रूपमा लिएकी छु।
साथै संसदीय समितिहरू, राजनीतिक दलहरू, राजस्व परामर्श समिति, सञ्चार माध्यम, बौद्धिक वर्ग लगायत निजी क्षेत्रका सुझावलाई बजेट निर्माणको आधारको रूपमा ल्याएकी छु। माननीय सभामुख महोदय, आगामी आर्थिक वर्ष 2083-84 का लागि मैले कुल 31 खर्ब 50 करोड रुपैयाँको बजेट प्रस्तुत गरेकी छु। नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको आर्थिक सर्वेक्षण तथा अन्य निकायहरूबाट प्रकाशित तथ्याङ्क समेत आधारमा सुदूरपश्चिम प्रदेशको आर्थिक सामाजिक परिस्थितिको संक्षिप्त जानकारी गराउन चाहन्छु। आर्थिक वर्ष 2083-84 मा नेपालको कुल ग्राहस्थ उत्पादक मूल्यमा रु 37 खर्ब 68 अर्ब 4 करोड भएकोमा यस प्रदेशको अंश 7 खर्ब 50 अर्ब अर्थात् 18.8% हुन आउँछ। देशको कुल ग्राहस्थ उत्पादनको वृद्धि दर 4.28%, उत्पादक मूल्यमा हुँदा सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धि दर 4.2% हुन अनुमान छ। यस प्रदेशको कुल ग्राहस्थ उत्पादनको वृद्धि दर आर्थिक वर्ष 2082-83 मा 5.4% रहेको थियो। सुदूरपश्चिम प्रदेशमा लघु, घरेलु तथा साना उद्योगको अवस्था सन्तोषजनक देखिन्छ। 2082 फागुनसम्म यस प्रदेशको कुल 11,568 लघु, घरेलु तथा साना उद्योग दर्ता भई सञ्चालनमा रहेका छन्। यसबाट 90,560 रोजगारी सिर्जना हुने तथा प्रति उद्योग प्रस्ताविक रोजगारी करिब 7 जना रहने देखिन्छ। नेपाल श्रम शक्ति सर्वेक्षण 2077-78 अनुसार नेपाली बेरोजगारी दर 11.4%, बेरोजगारी जनसङ्ख्याको अनुपात 34.2 र श्रम शक्ति सहभागिता दर 38.5% रहेकोमा यस प्रदेशमा बेरोजगारी दर 9%, रोजगारी जनसङ्ख्याको अनुपात 43.8% र श्रम शक्ति सहभागिता दर 47% रहेको छ, जसमध्ये महिला 12.2% र पुरुष 9% बेरोजगार छन्। माननीय सभामुख महोदय, अब म आगामी आर्थिक वर्ष 2083-84 को बजेटका उद्देश्य तथा प्राथमिकता प्रस्तुत गर्ने अनुमति चाहन्छु। बजेटको उद्देश्य निम्न प्रकार रहेका छन्। सबै प्रकारका महामारी, प्रकोप र विपदद्वारा जीवन रक्षा गर्दै जनजीवनलाई सुरक्षित बनाउने, बझाङ भूकम्पका पीडित नागरिकहरूको पुनर्स्थापना गर्ने, उपलब्ध स्रोत, साधन, अवसर र क्षमताको महत्तम परिचालन गरी प्रदेशको भौगोलिक धरातल र भूस्वरूपमा आधारित यथार्थपरक आर्थिक पुनर्जागरण गर्ने, उत्थानशील अर्थव्यवस्थाको पुनर्स्थापना गर्ने, उपयुक्त उद्देश्यहरू हासिल गर्न देखाएका क्षेत्रगत र कार्यगत प्राथमिकता निर्धारण गर्नेछु। सबै किसिमका महामारी, प्रकोप, जोखिमबाट प्रदेशवासीहरूलाई सुरक्षित राख्न र विश्वसनीय सार्वजनिक प्रणाली निर्माण गरी सेवाको क्षमता विस्तार गर्नेछु। विच्छेद भएका उत्पादन र आपूर्ति श्रृङ्खलालाई पुनर्स्थापित गर्दै चलायमान आर्थिक क्रियाकलाप, प्रदेशवासीका लागि रोजगारीको अवसर, खाद्य सुरक्षा र सामाजिक संरक्षण, खाद्यान्न आत्मनिर्भर, सूचना प्रविधि मैत्री विकास, हरित वृद्धि सुहाउँदो भौगोलिक पूर्वाधार, गुणस्तरीय र प्रभावकारी सार्वजनिक सेवा प्रवाह र पारदर्शी शासन व्यवस्था, आर्थिक, भौतिक एवं सामाजिक पूर्वाधार मार्फत सामाजिक न्याय सहितको समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण। सभामुख महोदय, अब म नेपालको संविधान एवं विद्यमान कानुनी व्यवस्था तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट प्राप्त सिफारिसका आधारमा स्थानीय तहमा वित्त हस्तान्तरण मार्फत प्रदान गरिने अनुदान र राजस्व बाँडफाँडको विवरण प्रस्तुत गर्न चाहन्छु। राष्ट्रिय प्राकृतिक स्रोत
तथा वित्त आयोगद्वारा निर्धारित सूत्र अनुसार खर्चको आवश्यकता, मानव विकासको सूचाङ्कको अवस्था, राजस्व क्षमता तथा स्थानीय तहहरूबीच रहेका आर्थिक, सामाजिक एवं अन्य असमानता समेतलाई आधार सुदूरपश्चिम प्रदेश 79 वटा स्थानीय तहहरूलाई जम्मा रु 5 अर्ब 25 करोड वित्तीय सम्मानीकरण अनुदानका लागि बजेट विनियोजन गरिएको छु। प्रदेश सम्पूरक अनुदान सम्बन्धी कार्यविधि 2075 बमोजिम स्थानीय तहहरूबाट तयारीको चरण पूरा गरी माग भई आएका आयोजनाहरूलाई सम्पूरक अनुदान उपलब्ध गराउन 54 स्थानीय तहका 307 वटा योजना तथा कार्यक्रमहरूलाई रु 6 अर्ब 63 करोड व्यवस्था गरेकी छु। प्रदेशभरका स्थानीय तहका सामाजिक उत्थानका लगायत विशिष्ट प्रकृतिका कार्य गर्नका लागि प्रदेश विशेष अनुदान सम्बन्धी कार्यविधि 2075 अनुरूप विशेष अनुदान उपलब्ध गराउन कुल 79 स्थानीय तहमा प्रति स्थानीय तह एक गरी कुल 88 वटा स्थानीय योजनाहरूलाई रु 79 करोड 70 लाख विनियोजन गरेकी छु। माननीय सभामुख महोदय, अब म आर्थिक वर्ष 2083-84 को लागि निर्धारित क्षेत्रगत कार्यक्रम विनियोजन बजेट प्रस्तुत गर्दछु। भूकम्प पीडितको पुनर्स्थापना, भूकम्प तथा प्राकृतिक विपद पीडित नागरिकहरूको पुनर्स्थापना र भूकम्पले पुर्याएको सार्वजनिक संरचनाको निर्माणको लागि 1 अर्ब 75 करोड बजेट विनियोजन गरेकी छु। स्वास्थ्य क्षेत्रतर्फ संक्रामक तथा अन्य रोगको रोकथाम, नियन्त्रण र उपचारका कार्यक्रमहरूलाई प्रभावकारी बनाई गुणस्तरीय स्वास्थ्य सेवा अनुभूति हुने गरी सर्वसुलभ पहुँचको सुनिश्चितता गर्न हाम्रो सामाजिक स्वास्थ्य प्रणालीमा सुधार गर्नुपर्ने अवस्था देखिएको छ। प्रभावकारी र विश्वसनीय सार्वजनिक स्वास्थ्य सेवा प्रणाली स्थापना गर्न प्रविधि एवं उपकरण, भौतिक पूर्वाधार विकास, औषधिको व्यवस्था र दल जनशक्ति व्यवस्थापन कार्यलाई उच्च प्राथमिकता दिई स्वास्थ्य क्षेत्रमा सुधार गर्न आवश्यक बजेट विनियोजन गरेकी छु। संक्रामक तथा अन्य रोगहरूको नियन्त्रण र उपचारको लागि आवश्यक पर्ने औषधि, स्वास्थ्य सुरक्षा सामग्री तथा सो कार्यमा अहोरात्र खट्ने चिकित्सक, नर्स, प्रयोगशाला कर्मी लगायतका स्वास्थ्य कर्मी तथा अन्य जनशक्तिलाई सेवा उत्प्रेरित गर्न प्रोत्साहन भत्ता साथै क्वारेन्टाइनको आवश्यकता व्यवस्थापन लगायतका लागि रु 40 करोड 44 लाख छुट्याएकी छु। प्रदेश मातहतका अस्पताल र स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार विकासका लागि रु 56 करोड 30 लाख विनियोजन गरेकी छु। मातृ स्वास्थ्य तथा बाल स्वास्थ्य प्रवर्धनका लागि रु 18 करोड 35 लाख विनियोजन गरेकी छु। शिक्षामा गुणस्तरयुक्त शैक्षिक पूर्वाधार, प्रदेश समृद्धिको आधार भन्ने लक्ष्यलाई सार्थक तुल्याउन र सामाजिक विद्यालय, सुरक्षित विद्यालय भन्ने मान्यतालाई व्यवहारिक र विद्यालयमा कक्षा कोठा तथा छात्रावास निर्माण, घेराबार सहित भौतिक सबलीकरण एवं पूर्वाधार विकास, शिक्षक क्षमता, आर्थिक र विद्यालय सूचना प्रविधि ल्याब, स्मार्ट बोर्ड र विज्ञान प्रयोगशाला स्थापनाको व्यवस्था गरेको छु। यसका लागि रु 44 करोड 87 लाख विनियोजन गरेकी छु। ओडा नमुना विद्यालयको गुरु योजना अनुसारको कार्यक्रम कार्यान्वयन प्रक्रिया अगाडि बढाउने तथा स्रोत साधनको उच्चतम सदुपयोग गरी शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले सामाजिक विद्यालयहरूलाई एक आपसमा समायोजन गर्नको लागि प्रोत्साहन गर्ने व्यवस्था मिलाएकी छु। यसका लागि 26 करोड 50 लाख विनियोजन गरेकी छु।
चिकित्सा, नर्सिङ, सूचना प्रविधि लगायत उच्च शिक्षाका विभिन्न विधामा हाल लगाएका कोटालाई चालू आर्थिक वर्षभित्र पुनरावलोकन गरी उल्लेख्य वृद्धि गर्नेछौँ। महिला बाल विकास, महिला बालबालिका र ज्येष्ठ नागरिकतर्फ स्थानीय तहसँगको समन्वय र सहकार्यमा प्रदेश र स्थानीय तहको एउटै सन्देश बाल विवाह मुक्त हाम्रो प्रदेश भन्ने लक्ष्य पूरा गर्न तथा प्रदेशभरका सबै स्थानीय तहलाई बाल मैत्री स्थानीय तह बनाउन आवश्यक कार्यक्रम सञ्चालनका लागि बजेटको व्यवस्था मिलाएकी छु। बाबुआमा दुवै नभएका बालबालिकाको संरक्षण गर्न प्रति बालबालिका मासिक 2000 का दरले सामाजिक सुरक्षा प्रदान गर्ने व्यवस्था गरेकी छु। अन्तर सरकारी समन्वय तथा सङ्घ संस्थाको साझेदारीमा संरक्षणमा राख्नुपर्ने बालबालिका, ज्येष्ठ नागरिक, युवा, यौनिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति तथा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिका लागि बाल गृह, संरक्षण गृह, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, ज्येष्ठ नागरिक आश्रम लगायतको भौतिक तथा संस्थागत संरचनालाई व्यवस्थित गर्न आवश्यक बजेटको व्यवस्था गरेकी छु। सामाजिक सुरक्षामा दलीय समुदायको परम्परागत सिप संरक्षण, आय आर्जन, प्रविधि स्तरोन्नतिका क्रियाकलाप सहित एकीकृत रूपमा दलीय केन्द्रित लगानी बढाउने छौँ। सुदूरपश्चिम भरिका 5 वर्ष मुनिका दलित समुदायका बालबालिकाको पोषण सहायताका लागि रु 8 करोड विनियोजन गरेकी छु। जेन्जी आन्दोलनका क्रममा सुदूरपश्चिमबाट भएका शहीदहरूको सम्मान गरिनुका साथै शहीद परिवारको लागि सम्मानजनक आर्थिक सहायता सुनिश्चित गरेकी छु। प्रदेशमा अपाङ्ग पुनर्स्थापना केन्द्र स्थापना गर्नेछौँ। अटिजम भएका बालबालिकाहरूलाई लक्षित गरी पूर्वाधारयुक्त आवासीय नमुना विद्यालय सञ्चालन गर्नेछौँ। प्रदेश सरकारले स्थानीय सरकारहरूको सहकार्यमा सडक बालबालिका तथा ज्येष्ठ नागरिकको पारिवारिक पुनर्मिलन तथा सामाजिक पुनर्स्थापना गर्ने सुदूरपश्चिमलाई सडक बालबालिका मुक्त राष्ट्र प्रदेश घोषणा गर्नेछ। बाल श्रम, लैङ्गिक हिंसा, यौन दुर्व्यवहार, छाउपडी, महिनावारी विभेद, बाल विवाह जस्ता सामाजिक विकृतिको अन्त्यका लागि सामाजिक रूपान्तरण अभियान सञ्चालन गर्नेछौँ। लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको मर्यादित जीवनयापनका लागि सामाजिक अन्तर्घुलन कार्यक्रम सञ्चालन गर्नेछौँ। विकास, गतिशीलता र स्वास्थ्यका लागि खेलकुद भन्ने सोचका साथ खेलकुद पूर्वाधारमा योजनाबद्ध दिगो विकासका लागि सञ्चालन भएका बहुवर्षीय तथा क्रमागत आयोजनाहरूको निरन्तरता एवं स्थानीय तहमा खेलकुद मैदान निर्माण गर्ने कार्य तथा खेलाडीहरूका क्षमता विकास, स्थानीय खेल प्रवर्धन, प्रदेश स्तरीय खेलकुद प्रतियोगिता एवं राष्ट्रिय प्रतियोगितामा सहभागिता समेत व्यवस्था मिलाएको छु। खेलकुद विकासको क्षेत्रमा 79 करोड 13 लाख छुट्याएकी छु। युवाबाट हुने अनुसन्धानका कार्यमा अनुदान दिनको लागि रु 5 करोड बजेट विनियोजन गरेकी छु। युवा नेतृत्व विकास तथा उद्यमशीलतामा युवा नेतृत्व विकास र उद्यमशीलताका लागि प्रदेश युवा परिषद स्थापना र सञ्चालन गर्ने व्यवस्था मिलाएकी छु। नयाँ ज्ञान तथा प्रविधिको अनुसन्धान, विकास र व्यावसायिक उपयोग गर्दै नवप्रवर्तक व्यक्ति तथा संस्थाहरूलाई उत्प्रेरित गर्न युवा वैज्ञानिक प्रोत्साहन कोष मार्फत रु 5 करोड विनियोजन गरेकी छु। नवप्रवर्तक एवं सृजनशील उद्यमशीलतालाई प्रोत्साहन गर्न नवप्रवर्तक कोष स्थापना गर्न आवश्यक 10 करोड बजेट विनियोजन गरेकी छु। कृषि भूमि एवं सहकारीमा सुरक्षित कृषि सुरक्षित बचतको नाराका साथ नेपालको संविधानमा उल्लेखित खाद्य सुरक्षाको हक कार्यान्वयन गर्न सङ्घीय सरकार तथा स्थानीय तह समेतको समन्वय र सहकारितामा किसानहरूद्वारा
उत्पादित धान, मकै, गहुँ, कोदो, फापर र आलुमा न्यूनतम बचत ग्यारेन्टी सहितको न्यूनतम समर्थन मूल्य निर्धारण गरी कार्यान्वयन गर्नका लागि बजेट व्यवस्था गरेकी छु। कृषि क्षेत्रको पुनर्स्थान सुदूरपश्चिम नमुना युवा सरकारको शीर्ष प्राथमिकतामा रहेको छ। कृषि उत्पादन, प्रशोधन, वितरण र बजारीकरणको सम्पूर्ण इकोसिस्टममा सुधार गर्नेछौँ। व्यावसायिक कृषिलाई आकर्षित गर्ने र कृषिमा उत्पादकत्व वृद्धि गर्न प्रोत्साहित गर्ने नीति लिई कृषिलाई सम्मानजनक र लाभमुखी व्यवसायका रूपमा रूपान्तरण गर्नेछौँ। सुदूरपश्चिम नमुना युवा सरकारबाट सञ्चालित ठुला र निर्माणाधीन सिँचाइ योजनाहरू यसै आर्थिक वर्षभित्र सम्पन्न हुने गरी स्रोत व्यवस्था गर्नेछौँ। देशभर साना र मझौला सिकाइ आयोजनाहरू विस्तार गर्न सुदूरपश्चिम नमुना युवा सरकारको लगानीमा च्यालेन्ज फन्ड स्थापना गरी स्थानीय तहलाई प्रतिस्पर्धा गराउने व्यवस्था मिलाउनेछौँ। कृषि सेवा प्रणालीलाई किसान केन्द्रित सेवा प्रणालीमा रूपान्तरण गरी पुनर्संरचना गर्नेछौँ। वर्षैभरि कृषि प्राविधिक सेवा, डिजिटल कृषि सूचना तथा निजी सेवा प्रदायक मार्फत कृषकको घर दैलोमै कृषि सेवा पहुँच विस्तार गर्न प्रत्येक स्थानीय तहमा आवश्यक प्राविधिक जनशक्ति परिचालन गर्नेछौँ। कृषि उत्पादनलाई वृद्धि गर्नको निमित्त प्रदेशका सबै स्थानीय तहमा माटो परीक्षणको लागि बजेट व्यवस्था गरेकी छु। किसानको पहिचान कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरी परिचय पत्र वितरण सुरु गर्नेछौँ। कृषियोग्य नदी, उकास लगायत उपयोगविहीन सरकारी जग्गा र बाँझो जमिनको उपयोग गर्न स्थानीय तहमा भूमि ब्याङ्कको स्थापना र निजी क्षेत्रलाई एग्रो पुलिङ गर्न प्रोत्साहन गर्नेछौँ। उद्योग बजार व्यवस्थामा एक स्थानीय तह एक उद्योग ग्राम कार्यक्रम अन्तर्गत पहिचान भएका स्थानमा 5 वटा ग्राम उद्योगको पूर्वाधार निर्माण गर्न र थप 10 उद्योग ग्रामको सम्भाव्यता अध्ययन, वातावरणीय अध्ययन र जग्गा प्राप्तिको कार्य समेतका लागि रु 40 करोड विनियोजन गरेकी छु। आर्थिक क्षेत्रमा युवालाई प्रोत्साहन गर्नका निमित्त युवा उद्यमीलाई प्राथमिकता दिनेछौँ। युवा उद्यमीलाई कर्जा प्रवाहमा थप सहुलियत प्रदान गर्नेछौँ। पुँजी अभावका कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका सुदूरपश्चिम साना तथा मझौला उद्योग तथा व्यवसायलाई व्यावसायिक पुनर्स्थापना कर्जा उपलब्ध गराई क्षमता विस्तार र वृद्धिमा प्रोत्साहित गर्नेछौँ। पर्यटनमा आर्थिक पर्यटन प्रवर्धन तथा प्रदेशमा गुणस्तरीय पर्यटनलाई मध्यनजर तालहरूको संरक्षण र अन्य पर्यटकीय स्थलको विकासको लागि 2 करोड बजेटको व्यवस्था गरेकी छु। आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नको निमित्त प्रदेशमा कार्यगत सम्पूर्ण कर्मचारीहरूलाई प्रदेशभित्र भ्रमण गर्नका निश्चित भ्रमण भत्ताको व्यवस्था गरेकी छु। वन तथा वातावरणमा संरक्षित क्षेत्र बाहिर गैंडा, सालक र रेडपाण्डा लगायत लोपोन्मुख तथा दुर्लभ वन्यजन्तु र तिनको वासस्थान संरक्षणका लागि बजेट प्रस्तावित गरेकी छु। समुदायको सहभागितामा वन र जैविक विविधताको संरक्षण गर्न समुदायद्वारा व्यवस्थापन भइरहेको 349 वटा सामुदायिक वन तथा 280 वटा कबुलियती वनको कार्ययोजना पुनरावलोकनका लागि रु 10 करोड विनियोजन गरेकी छु। माननीय सभामुख महोदय, अब म सडक पूर्वाधार, यातायात व्यवस्थापन, भवन, आवास तथा सरकारी विकास, खानेपानी तथा सरसफाई, जलस्रोत तथा ऊर्जा विकासका क्षेत्रमा कार्यक्रम विनियोजन प्रस्तुत गर्न अनुमति चाहन्छु। सडक पूर्वाधारमा प्रदेश यातायात गुरु योजनाभित्र रहेका प्रदेश लोकमार्ग, प्रदेश मार्ग तथा शहरी सडक तथा पुलहरूको निर्माण कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउन 8 अरब बजेट विनियोजन गरेकी छु। यातायात व्यवस्थामा प्रदेशभित्र किफायती, सुरक्षित, भरपर्दो र वातावरण मैत्री यातायात सञ्चालनका लागि विद्युतीय सवारी खरिद कार्यको लागि बजेटको व्यवस्था मिलाएकी छु।
सभामुख महोदय, खानेपानी तथा सरसफाइतर्फ प्रत्येक घर धुरीमा खानेपानीको पहुँच पुर्याउन एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिँदै अति सुक्खाग्रह क्षेत्रमा स्वच्छ खानेपानी आपूर्ति गर्न बजेटको व्यवस्था मिलाएकी छु। शहरी क्षेत्रमा देखिएको फोहोरजन्य वस्तुको व्यवस्थापन गर्न एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्रको अध्ययन गर्न स्थानीय तहको लगनशीलतामा विकास गर्न बजेट विनियोजन गरेकी छु। माननीय सभामुख महोदय, राजस्व र व्ययको अनुमान तय गर्दा मार्गदर्शक गर्नुहुने माननीय प्रदेश प्रमुखज्यू, माननीय मुख्यमन्त्रीज्यू हार्दिक आभार प्रकट गर्दछु। त्यसै गरी प्रदेश सभाका माननीय सभामुखज्यूहरू, माननीय उपसभामुखज्यू, माननीय सदस्यज्यूहरू एवं सबै राजनीतिक दलका शीर्षस्थ नेतागणहरूबाट प्राप्त सुझाव, सहयोग र प्रेरणाका लागि सबै राजनीतिक दलहरूलाई धन्यवाद दिन चाहन्छु। मैले यस सम्मानित सभा समक्ष पेश गरेको विनियोजन विधेयक 2083 को सिद्धान्त र प्राथमिकतामा व्यापक छलफल गरी माननीय सदस्यज्यूहरूले दिनुभएको गहन सुझावका लागि हार्दिक आभार व्यक्त गर्दछु। बजेट तर्जुमाका क्रममा महत्त्वपूर्ण सुझाव दिनुहुने निजी क्षेत्र, सहकारी क्षेत्र, नागरिक समाज, राष्ट्र सेवक, समस्त प्रदेशवासी एवं सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु। मैले आज प्रस्तुत गरेको बजेटको कार्यान्वयनले प्रदेशको सन्तुलित एवं समावेशी विकासमा टेवा पुर्याउन तथा सबै प्रदेशवासीले सकारात्मक परिवर्तनको अनुभूति गर्ने दिशातर्फ उन्मुख गराउन बजेटले महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने अपेक्षा राखेकी छु। भर्खरै गति लिन लागेको हाम्रो प्रदेशको समृद्धिको यात्रामा यो बजेटले सहयोग पुग्ने कुरामा विश्वस्त लिएकी छु। आर्थिक गतिविधिहरूलाई अब पुनर्जीवन दिन र यसमा सकारात्मक गति दिन थप प्रयास गर्नुपर्ने भएको छ। प्रदेशको समग्र आर्थिक सामाजिक विकासमा निरन्तर सहयोग पुर्याउने सबैप्रति आभार प्रकट गर्दै यो बजेट कार्यान्वयनमा सबै सार्थक साथ सहयोग र समन्वय रहने विश्वास मैले लिएकी छु। धन्यवाद। माननीय मन्त्रीज्यू आसन ग्रहण गर्न सक्नुहुनेछ। माननीय सदस्यहरू, आजको प्रदेश सभाको बैठक कारबाही यही समाप्त हुन्छ। माननीय सदस्यहरू, प्रदेश सभाको बैठक कारबाही प्रारम्भ हुन्छ। माननीय सदस्यहरू, अब म युवा आर्थिक मामिला माननीय श्री पार्वती भट्टलाई प्रदेश युवा सरकारको आर्थिक वर्ष 83-84 को राजस्व र व्ययको वार्षिक अनुमान बजेटको प्रति सभा समक्ष टेबल गर्न अनुमति दिन्छु। माननीय सदस्यज्यू, के थियो होला कुन नियमावलीको? यो 83-84 को प्रदेश सभाको बजेटमा बुधा 25 मा हाम्रो 79 भन्नु शब्द उल्लेखित भएको छ। यसलाई रिकर्डबाट हटाइयोस्। ध्यान आकर्षण भएको छ माननीय सदस्यज्यू। माननीय सदस्यहरू, अब प्रदेश युवा सरकारको आर्थिक वर्ष 83-84 को राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथिको छलफल प्रारम्भ हुन्छ। सर्वप्रथम माननीय युवा आर्थिक मामिला तथा योजना मन्त्री श्री पार्वती भट्टलाई छलफलको प्रारम्भ गर्न अनुमति दिन्छु। समय 3 मिनट। धन्यवाद। माननीय सभामुख महोदय, आर्थिक वर्ष 2083-84 को राजस्व व्ययको वार्षिक अनुमान माथिको छलफल प्रारम्भ गर्न चाहन्छु। विश्व बजारमा आएको आर्थिक मन्दी मुलुकमा लक्ष्य अनुसारको राजस्व उठ्न नसकेको र घट्दो वैदेशिक अनुदानको पृष्ठभूमिमा यो बजेट ल्याएकी छु। बजेटको साँगुरो सीमाले गर्दा निर्धारण गरिएका सबै कार्यक्रमहरू समेट्न सकिएन।
मितव्ययिता प्रष्ट लक्ष्य निर्धारण गरिएका र बहुवर्षीय योजनामा बजेटलाई केन्द्रित गरेकी छु। माननीय सभामुखज्यू, मैले सुदूरपश्चिमको समग्र आर्थिक रूपान्तरण र युवाको भविष्यलाई केन्द्रमा राखेर मुख्य गरी निम्नलिखित 4वटा दूरगामी र क्रान्तिकारी कदमहरू यस बजेटमा विशेष रूपमा हाइलाइट गर्दै समावेश गरेकी छु। पहिलो, बिउ पुँजी र युवा उद्यमशीलता। बैंकमा धितो नभएकै कारण हाम्रा प्रतिभाशाली युवाहरू स्वरोजगार हुनबाट वञ्चित हुने अवस्था अन्त्य गर्न र नयाँ र नवीनतम व्यावसायिक सोच भएका युवाहरूका लागि बिना धितो सरकारी बिउ पुँजी र सहुलियतपूर्ण ब्याज अनुदानको विशेष व्यवस्था समावेश गरेकी छु। दोस्रो, प्रदेश रोजगार बैंकको स्थापना। सुदूरपश्चिमका बेरोजगार युवा र रोजगारदाताहरूलाई प्रविधि सन्देश मार्फत प्रत्यक्ष जोड्न तथा श्रम बजारको आवश्यकता अनुसार सिपयुक्त जनशक्ति तयार गर्न प्रदेश रोजगार बैंकको नवीन योजनालाई यस बजेटमा प्राथमिकताका साथ समेटेकी छु। तेस्रो, सिक्दै र कमाउँदै प्रादेशिक मोडेल। प्राविधिक तथा उच्च शिक्षा अध्ययनकै सिलसिलामा आंशिक समय काम गरी आत्मनिर्भर बन्न सघाउने उद्देश्यले सिक्दै कमाउँदै कार्यक्रमका लागि पर्याप्त बजेट विनियोजन गरेकी छु। चौथो, न्यायोचित र सन्तुलित बजेट वितरण। दुर्गम क्षेत्रमा नागरिकको जगैदेखिको विकासका लागि खानेपानी, साना सिँचाइ र विद्यालय भवन जस्ता आधारभूत आवश्यकतादेखि प्रदेशको आर्थिक मेरुदण्ड बन्ने गौरवका ठूला पूर्वाधार आयोजना दुवैलाई सन्तुलित र न्यायोचित ढङ्गले बजेट सुनिश्चित गरेकी छु। माननीय सभामुखज्यू, यस गरिमामय सभामा बजेटमा आएका व्यापक छलफल हुने र सो छलफलले बजेट कार्यान्वयनमा थप सहयोग पुग्ने विश्वास लिएकी छु। धन्यवाद। मान्य सदस्यहरू, छलफलमा भाग लिन चाहने मान्य सदस्यहरूको नाम प्राप्त भएको छ। सर्वप्रथम मान्य सीमा विष्टलाई छलफलमा भाग लिन अनुमति दिन्छु। समय 3 मिनट। माननीय सभाध्यक्ष महोदय, सरकारका तर्फबाट माननीय मन्त्रीज्यूले राख्नु भएको बजेटमा म पूर्ण समर्थन जनाउन चाहन्छु। विगतका वर्षहरूभन्दा यस आर्थिक वर्ष 83-84 मा निकै मात्रामा बढोत्तरी भएर बजेट आएको छ। सम्पूर्ण नीति तथा कार्यक्रम र बजेट हाम्रो सरकारले प्रस्तुत गर्दै गर्दा सम्पूर्ण क्षेत्रमा आवश्यकता अनुसार प्राथमिकता निर्धारण गरिएको छ। यस नीति तथा कार्यक्रममा युवा नेतृत्व तथा उद्यमशीलताको विषयलाई म सबैभन्दा उत्कृष्टका रूपमा लिन चाहन्छु। युवा वर्ग नै देश निर्माणको बलियो खम्बा हुन्। देश निर्माणमा सबैभन्दा बढी भूमिका युवा वर्गकै नै हुने गर्दछ। त्यसैले हाम्रो यस सरकारले ल्याएको युवा नेतृत्व विकास र उद्यमशीलताका विषयमा छुट्याएको 5 करोड विनियोजन प्रति म पूर्ण समर्थन गर्न चाहन्छु। हाम्रो सरकारले युवा क्षेत्रमा पर्याप्त बजेट छुट्याएकोले म धन्यवाद पनि दिन चाहन्छु। अन्तमा सम्पूर्ण यस सम्मानित संसदका माननीय सदस्यहरूलाई समर्थनका लागि आग्रह गर्दै बिदा हुन्छु। जय नेपाल। धन्यवाद। अब म मान्य रोबिन बहादुर साउदलाई बोल्न समय दिन्छु। समय 3 मिनट। त्यसपछि मान्य सदस्य हेमन्तराज भट्टराई। मान्य सदस्यहरू, सभाको गरिमामा ख्याल गरिदिनु होला। सम्माननीय सभामुख महोदय, हाम्रो अर्थ मन्त्रालयद्वारा बजेट भाषण भइसकेको छ। त्यसमा म पूर्ण समर्थन छु, तर म केही सुझावहरू दिन चाहन्छु। जुन अहिले यो अनुसन्धान र आधुनिक नवप्रवर्धनमा 5 करोड मात्रै छुट्याउनु भएको छ, त्यसमा चाहिँ म असमर्थ छु। किन भनेपछि
अहिलेको युवालाई आधुनिक प्रविधि अहिले 21औं शताब्दीमा आएर किनभने त्यो अनुसन्धानको क्षेत्रमा चाहिँ 5 करोडले बजेट चाहिँ पुग्दैन मलाई लाग्छ। त्यसका लागि चाहिँ केही 50 करोडसम्म चाहिँ बजेट छुट्याउन म सुझाव दिन चाहन्छु। किनभने 50 करोड अहिले प्रविधिको विकास भयो भनेपछि मात्र सुदूरपश्चिममा विकास हुने सम्भावना देख्छु। समग्र सुदूरपश्चिमको विकासका लागि नवप्रवर्धन र अनुसन्धानमा 50 करोड बजेट छुट्याइयोस्। धन्यवाद। अब म माननीय हेमराज भट्टराईलाई बोल्न समय दिन्छु, समय 3 मिनट। त्यसपछि माननीय सदस्य अरुण डाँट। माननीय सभामुख महोदय, सर्वप्रथम त नवगठित नमुना युवा सरकारलाई म हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्न चाहन्छु र शुभकामना व्यक्त गर्न चाहन्छु। सरकारले बजेट प्रस्तुत गर्दै गर्दा केही पक्षहरू राम्रो देखिए तापनि तर आलोचना मुक्त भने यो बजेट हुन सकेको छैन। जसका बुँदाहरू म यहाँ केही कुराहरू म यहाँ उल्लेख गर्न चाहन्छु। खाद्यान्नमा प्रदेशलाई आत्मनिर्भर बनाउने कुरा बजेटमा समेटेको छ नमुना सरकारले, तर माननीय मन्त्रीज्यू नै प्रदेश राजधानीमा दाल चामल तरकारी महँगो भयो भनेर नजिकको सिमाना पारीको भारतीय बजारबाट चामल खरिद गरेर खानुहुन्छ। अनि तपाईँ कसरी चाहिँ प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन चाहनुहुन्छ? अर्को कुरा, पहाडी तथा विकट क्षेत्रमा थुप्रै खेतीपाती गर्ने जग्गा जमिनहरू बाँझो देख्छु म, झारपातहरू मात्रै जम्मै देखिन्छ। त्यो क्षेत्रमा खेतीपाती गर्नको लागि र खेती योग्य जमिनलाई जति सक्दो चाँडो बढी मात्रामा उर्वरा शक्ति बढाउनको लागि र खेतीयोग्य जमिनको मात्रा बढाउनको लागि चाहिँ प्रदेश सरकारले आफ्नो बजेटमा स्पष्ट कानुन र बजेटको सुनिश्चितता गरेको छैन। माननीय सभामुख महोदय, लाज पनि लजाउने र कमजोर वर्गमाथि प्रहार गर्ने पावर र पहुँचको आधारमा लोकप्रिय मानेको र सरकारको बजेटको अर्को सर्वोत्कृष्ट भनिएको बजेटमा उल्लेख नभएको कुरा हो प्रदेशभरिका सरकारी कर्मचारीलाई पर्यटकीय भ्रमण भत्तामा देखाएको विनियोजन। युवा सरकारको सिङ्गो कर्मचारी तन्त्र नै खुसी पारी सरकारको आयु केही समय लम्ब्याउने प्रपञ्च गरिएको छ। सरकारको आयु केही समय लम्ब्याउने प्रपञ्च गरिरहेको छ। म आग्रह गर्न चाहन्छु, यदि साँच्चै नै जनताको पक्षमा हो भने पर्यटकीय भ्रमण भत्ता कर्मचारीको गोजीमा हालिदिनु भन्दा पर्यटकीय स्थलसम्म सुविधायुक्त बाटो र निजी क्षेत्रको सहकार्यमा व्यवस्थापनको विषयमा बजेट विनियोजन गर्नुहोस् र पर्यटकीय आवास तथा घरहरूको निर्माण गर्नुहोस् ताकि पर्यटकले त्यो क्षेत्रमा गएर भोलिको दिनमा अलपत्र पर्नु नपरोस्। सकियो मान्य सदस्यज्यू। माननीय सभामुख महोदय, खाद्यान्नमा प्रदेशलाई आत्मनिर्भर बनाउने कुराहरूमा सरकारको विशेष ध्यान जाओस् भन्ने दृढताका साथ गर्न चाहन्छु भन्दै चाहन्छु। धन्यवाद। अब म मान्य अरुण ढाटलाई बोल्न समय दिन्छु, समय 3 मिनट। त्यसपछि मान्य श्री अङ्कित श्रेष्ठ। माननीय सभामुख महोदय, आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम र बजेटमाथि आफ्ना धारणा राख्ने अवसर प्रदान गर्नुभएकोमा यहाँहरूमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। सर्वप्रथम बझाङ भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माण, स्वास्थ्य, कृषि, युवा उद्यमशीलता तथा खानेपानी जस्ता क्षेत्रहरूमा बजेट विनियोजन गरिएकोमा सरकारहरूलाई म धन्यवाद दिन चाहन्छु। तर बजेट अध्ययन गर्दा एउटा गम्भीर विषयले मेरो ध्यान आकर्षण गरेको छ। नीति तथा कार्यक्रमले बुँदा नम्बर 37 मा खप्तर बारीबालिका र रामारोसनको विषयलाई विशेष प्राथमिकता दिने उल्लेख गरिएको छ, तर बजेटमा त्यसको स्पष्ट प्रतिबिम्ब देखिँदैन। माननीय सभामुख महोदय, हाम्रो समाजमा एउटा उखान छ नि, हात्तीका देखाउने दाँत एक अनि खाने दाँत अर्का भने जस्तै नीतिले कार्यक्रम एकातिर गर्ने अनि बजेट अर्कोतिर जनतामा प्रसन्न उठ्नु चाहिँ स्वाभाविक नै हो। त्यसैगरी खप्तर बारीबालिका र रामारोसन केवल पर्यटकीय गन्तव्य होइनन्, यी सुदूरपश्चिमको पहिचान, गौरव र समृद्धिको ढोका हुन्। यी क्षेत्रले लगानी गर्नु खर्चको होइन, भविष्यमा प्रतिफल दिने लगानी हो। आज प्रदेशको सबैभन्दा ठुलो समस्या युवा पलायन हो। हजारौं युवाहरूले रोजगारीको खोजीमा विदेश बाध्य छन्। खेतीमा बिउन
बिउ नछरेर बालीको आशा गर्नु सकिँदैन। त्यसैगरी पर्यटन पूर्वाधार रोजगारीमा लगानी नगरी समृद्धिको सपना देख्नु केवल सपना मात्र हुनेछ। यदि खप्तल बढीमालिका रामा र सनलाई योजनाबद्ध रूपमा विकास गर्न सकियो भने पर्यटन बढ्नेछ, स्थानीय अर्थतन्त्र चलायमान हुनेछ र युवाले आफ्नै भूमिमा अवसर पाउनेछन्। त्यसैले सरकारसँग मेरो आग्रह यो छ कि नीतिमा लेखिएका प्रतिबद्धताहरू बजेटमा पनि देखिनुपर्छ। बोलीमा भन्दा काममा ठुलो चाहिँ हुनुपर्छ, घोषणा भन्दा कार्यान्वयनमा बोली हुनुपर्छ भन्न चाहन्छु। अन्त्यमा आज रोपिएको बिरुवा नै भोलिको छायारी दिन सक्छ। त्यसैले विश्वका नेपालमा सुदूरपश्चिममा 7 प्रदेशका सम्भावना क्षेत्रहरूमा थप लगानी गर्न सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। जय सुदूरपश्चिम प्रदेश, जय नेपाल। अब म मान्य अङ्कित श्रेष्ठलाई बोल्न समय दिन्छु। समय 3 मिनट। त्यसपछि मान्य सदस्य राजन भट्ट। माननीय सभामुख महोदय, म विपक्षको तर्फबाट बजेटमा भएको गम्भीर कमजोरी सभामुख सामने राख्न चाहन्छु। पहिलो कुरा रहेको छ बुदा नम्बर 39मा जेएनजी शहीदहरूको लागि कुनै प्रोग्रामहरू लिएर आउनु भएको छ, त्यो एकदम स्वागतयोग्य छ। तर घाइतेहरूको लागि खै त सुदूरपश्चिमको डोटीबाट नवराज सुनार र हेगेराज भट्टराई जस्ता व्यक्तिहरू पनि घाइते हुनुभएको थियो। तेरो काँधको गोली निकालिदिन्छु, औषधि आफै खा भन्न पाइन्छ सभामुख महोदय। उहाँहरूको उपचारको खै त तपाईँ राख्नुभएको। त्यसै गरी म अर्को कुरा गर्न चाहन्छु। बझाङमा भूकम्पको लागि राहतको प्रोग्राम पनि इम्प्लिमेन्टको लागि राख्नुभएको रहेछ हजुरहरूले। तर डोटीमा पनि पूर्वी चौकमा भूकम्प गएको थियो, डोटीको लागि खै त। हिजो चाहिँ हाम्रो तर्फबाट चाहिँ बोल्दाखेरि यता तर्फबाट चाहिँ मिसप्रोनाउन्स हुँदाखेरि चाहिँ यहाँबाट चाहिँ सुदूरपश्चिमको माया लाग्छ भन्नुभएको थियो। डोटी सुदूरपश्चिममा पर्दैन सभामुख महोदय। म यहाँबाट प्रश्न गर्न चाहन्छु, तपाईँ सुदूरपश्चिममा मात्र किन सिङ्गो नेपाललाई माया गर्नुहोस् न, अनि तपाईँले डोटीलाई पनि सुदूरपश्चिममा देख्नुहुन्छ। त्यसै गरी अर्को लागु औषधको हिजो यति धेरै डिस्कसन भएको थियो। लागु औषधको बारेमा उहाँले भन्नुभएको त आफूबाट सुरुवात गर्नुपर्छ। बट्या के कुरा आयो भन्दा लागु औषधको लागि खै त क्याम्पेनको लागि खै त बजेट छुट्याएको। बी द चेन्ज यु वान्ट टु सी इन अदर्स भने जस्तो सभामुख महोदय सरकार पक्षले आफूबाट सुरुवात गर्नुपर्छ, त्यो क्याम्पेनमा पैसा छुटाउनुपर्छ। अर्को कुरा आएको पर्यटनमा हजुरले कुरा गर्नु, पर्यटनमा सेल्फी खिच रिल्स बनाऊ, त्यो हो भने पर्यटनमा 2 करोडले पुग्छ होला र? म यहाँ प्रश्न गर्न चाहन्छु। अर्को कुरा, प्रदेशको महिला बेरोजगारी दर 12.2% छ, तर बजेटमा महिला रोजगारीका लागि कुनै लक्षित कार्यक्रम छैन। युवा उद्यमीलाई ऋण दिने भन्ने मात्रै छ, ब्याज दर के हुने, कतिजनाले पाउने कुनै पनि विवरण छैन सभामुख महोदय। अर्को कुरा म गर्न चाहन्छु यहाँ। त्यसै गरी सभामुख महोदय, माननीय सभामुख महोदय, यो बजेट सुन्दर शब्दहरूको सङ्ग्रह हो, जनताको समस्याको समाधान होइन। विपक्षी यस बजेटको कार्यान्वयनमा कडा निगाह राख्नेछ। धन्यवाद। अब मान्य श्री राजन भट्टलाई बोल्न समय दिन्छु। समय 3 मिनट। माननीय सभामुख महोदय, आज मैले मेरो अर्थमन्त्रीको बजेट भाषण सुनिरहँदा गाउँका क्षेत्रहरूमा, पहाडका क्षेत्रहरूमा बजेट दार्चुला बैतडी बझाङका क्षेत्रहरूमा बजेट पठाए युवाहरूको लागि भन्नुभयो। तर म उहाँलाई प्रश्न गर्न चाहन्छु, कसको लागि तपाईँले बजेट छुट्याउनु भयो? युवाहरू सबै विदेशी सके, गाउँमा केही नदेखेर युवाहरू सबै विदेशी सके। मेरो गाउँमा मेरो सुनराई गाउँपालिकामा विद्यालयमा कक्षा कोठाको पढ्ने व्यवस्था छैन, उचित कक्षा कोठाको व्यवस्था छैन। शिक्षामा यहाँहरूले शिक्षामा मैले बजेट विनियोजन गर्नुभयो, के को लागि बजेट विनियोजन गर्नुभयो? र यतिसम्म होइन, मेरो विद्यालयमा मैले पढेको विद्यालयमा विषयको शिक्षक नहुँदा आजको कक्षा 12को रिजल्ट हेर्नुहोस् पहिला। शिक्षामा बजेट मात्रै छुट्याएर हुँदैन। बजेट भनेको केवल अङ्क र तथ्याङ्कको दस्तावेज होइन, जनताको आशा भरोसाको प्रतिबिम्ब हो भन्न चाहन्छु म। र त्यसैले बजेट बनाउँदा पहुँचको आधारमा होइन, आवश्यकताको आधारमा बजेट बनाउनुपर्छ भन्न पनि आग्रह गर्न चाहन्छु। र मेरो बैतडीमा त्रिपुरा जस्तै लगाएर मेरो बैतडी सुर्नाय गाउँपालिकामा रहेको एसियाकै सबैभन्दा ठुलो गुफा पत्ताल गुणस्तर गुफामा यहाँले बजेट छुट्याउनु बिर्सिनुभयो अर्थमन्त्रीज्यू। र म यहाँको ध्यान आकर्षण गराउन चाहन्छु र विगतका वर्षहरूमा पनि बजेटहरू छुट्टिएका हुन्, ती बजेटहरू कार्यान्वयन भएका छैनन्। बजेट कार्यकर्ताहरू पाल्नको लागि होइन, कार्यकर्तालाई पाल्नको लागि होइन, युवाहरूलाई देशमा रोजगार दिनको लागि हो र शिक्षा गरिबका जनताहरूलाई शिक्षा उपलब्ध गराउनको लागि हो भन्न चाहन्छु। र यस्तो यो बजेटमा मलाई कुनै पनि स्वीकार्य छैन भन्न चाहन्छु। हस्, धन्यवाद। समयको ख्याल गरिदिनु होला। मान्य सदस्यहरू, प्रदेश युवा सरकारको आर्थिक वर्ष 83-84 को राजस्व र व्ययको वार्षिक अनुमान बजेट छलफल यही समाप्त हुन्छ। के थियो मान्य सदस्य?
कुन नियमावली अन्तर्गत हो? यो संविधानको धारा 18 बमोजिम समावेशिताको आधार हामीले अस्ति चाहिँ छलफल चाहिँ 4 जना बोल्ने भनिएको थियो अनि सत्ता पक्षलाई 4 र हामीले 3 किन गरियो? यो विभेद नगरियो। माननीय सभामुख महोदय ध्यान आकर्षण भएको छ। यो हामीलाई पनि एउटा पालो दियोस्। सभाको ध्यान आकर्षण भएको छ मान्य सदस्य। मान्य सदस्यहरू, अब म युवा आर्थिक मामिला तथा योजना मन्त्री माननीय पार्वती भट्टलाई प्रदेश युवा सरकारको आर्थिक वर्ष 83-84 को राजस्व र व्ययको अनुमान बजेटमाथि छलफल उठेको प्रश्नको जवाफ दिन समय दिन्छु। माननीय सदस्य शान्तपूर्वक बसिदिनु होला। सभामुख महोदय, माननीय सदस्यहरूले बजेटमाथि उठाउनु भएका सम्पूर्ण प्रश्न, जिज्ञासा र सुझावहरूका लागि म एकमुष्ट धन्यवाद दिन चाहन्छु। माननीयज्यूहरूका प्रश्नहरू फरक फरक देखिए पनि सबैको मूल मर्म सुदूरपश्चिमको सन्तुलित विकास र युवा रोजगारी नै हो। म यस सदनलाई संक्षिप्तमा 3 वटा कुरा प्रश्न पार्न चाहन्छु। पहिलो नम्बरमा योजना र बजेट वितरण। दुर्गमका साना योजना र प्रदेशका गौरवका आयोजना दुवैलाई समेटेर बजेट सन्तुलित बनाइएको छ। त्यसैले बजेट छरिएको होइन, न्यायोचित वितरण गरिएको हो। दोस्रो नम्बरमा युवा र रोजगार। युवा नीतिलाई कार्यान्वयन गर्न नवप्रवर्धन र कृषिको आधुनिकीकरणका लागि बजेटमा पर्याप्त स्रोत ग्यारेन्टी गरिएको छ। तेस्रो नम्बरमा कार्यान्वयनको प्रतिबद्धता। साउन महिनाभित्रै अख्तियारी पठाई समयमै कार्यविधि बनाएर असारे विकासको प्रवृत्तिलाई पूर्ण रूपमा अन्त्य गरिनेछ। सम्पूर्ण माननीय ज्यूहरूले उठाउनु भएको सवालप्रति मेरो ध्यान आकर्षित भएको छ। तसर्थ माननीय सदस्यज्यूहरूका रचनात्मक सुझावलाई कार्यविधि बनाउँदा समेट्ने प्रतिबद्धता व्यक्त गर्दै यो बजेट सर्वसम्मत रूपमा पारित गरिदिनुहोस् म हार्दिक अनुरोध गर्दछु। धन्यवाद, नमस्कार, जय सुदूरपश्चिम। माननीय मन्त्रीज्यू आसन गर्न सक्नुहुन्छ। मान्य सदस्यहरू, अब म प्रदेश युवा सरकारको आर्थिक वर्ष 83-84 को राजस्व र व्यय वार्षिक बजेट पारित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने मान्य सदस्यहरूको बहुमत भएकोले प्रदेश युवा सरकारको आर्थिक वर्ष 83-84 को राजस्व र व्ययको वार्षिक बजेट पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब म सामाजिक विकास समितिका मान्य सदस्यहरू, अब म सामाजिक विकास समितिका मान्य सभापति श्री पार्वती भट्टलाई सुदूरपश्चिम प्रदेश युवा परिषद गठन तथा सञ्चालन सम्बन्धी विधेयक 2083 समितिको प्रतिवेदन सभा समक्ष पेश गर्न अनुमति दिन्छु। माननीय सभामुखज्यू, यस नमुना युवा प्रदेश सभामा पेश गरिएको सुदूरपश्चिम प्रदेशमा युवा परिषद गठन तथा सञ्चालन सम्बन्धी विधेयक 2083 उप यस समितिको बैठकमा दफावार रूपमा विस्तृत र गहन छलफल पश्चात समितिको तर्फबाट निम्न बमोजिमको संशोधन प्रस्ताव सहितको विधेयक प्रस्तुत गरिएको छ। संशोधन प्रस्तावक नम्बर 1 सामाजिक विकास समिति सदस्य माननीय श्री लोकेन्द्र चौधरीले संशोधन गर्नका लागि प्रस्तुत गर्नुभएको विषयमा प्रस्तुत गर्न गइरहेकी छु। ऐनको नाममा प्रदेश स्तरीय युवा परिषद ऐनको संशोधन गरी सुदूरपश्चिम प्रदेश युवा परिषद ऐन 2083 राख्ने। परिच्छेद 1 को दफा 2 को खण्ड च मा जनजाति, लैंगिक तथा यौनिक अल्पसंख्यक थप गर्ने। परिच्छेद 1 को दफा 2 को खण्ड ज मा भएको व्यवस्थामा पालिका र प्रदेश स्तरमा युवा क्लब गठन गर्ने। परिच्छेद 2 को दफा 3 मा दफा 3 मा 15 सदस्यीय युवा परिषद बनाउने। परिच्छेद 2 को दफा 3 को खण्ड ग मा दलित, जनजाति, पिछडिएको क्षेत्र थप गर्ने। परिच्छेद 2 को दफा 5 को उपदफा
मा परिषदको बैठक द्वैमासिक बस्ने व्यवस्था गर्ने। परिच्छेद 3 को दफा 6 को उपदफामा पालिका तथा प्रदेश तहको युवा क्लब थप गर्ने। परिच्छेद 6 को दफा 19 मा ऐनको संशोधन तथा खारेजी प्रदेश सभाले गर्ने व्यवस्था राख्ने। यसैगरी संशोधन प्रस्तावक नम्बर 2 मा यसै सामाजिक विकास समिति सदस्य माननीय श्री सर्जन कडाईज्यूले प्रस्ताव गर्नुभएको संशोधनको विषय प्रस्तुत गर्न गइरहेकी छु। संशोधन यस प्रकार रहेको छ। प्रस्तावमा नेपालको संविधानको अनुसूची 6 मा अधिकार प्रयोग गरी मात्र राख्ने। परिच्छेद 2 को दफा 3 मा अपाङ्ग युवाको सहभागिता सुनिश्चित गर्ने। यसैगरी संशोधन प्रस्तावक नम्बर 3 यसै सामाजिक विकास समितिका सदस्य माननीय श्री लक्ष्मण पाण्डेज्यूले प्रस्तुत गर्नुभएको संशोधन यहाँहरू समक्ष प्रस्तुत गर्न गइरहेकी छु। परिच्छेद 1 को दफा 6 मा रारा शब्दको ठाउँमा सारा शब्द राख्ने। परिच्छेद 3 को दफा 3 मा भएको व्यवस्थामा सफाईको लागि 15 दिनको समय दिने व्यवस्था गर्ने। परिच्छेद 4 मा काम कर्तव्य अधिकारमा युवाको सवालमा अध्ययन तथा अनुसन्धान गर्ने विषय थप गर्ने। हामीले हिजो गरेका बैठकमा संशोधन गरिएको विषयमा यहाँहरूको ध्यान आकर्षण रहोस् र केही थप गर्नु परेको छ त यहाँहरूले टिप्पणी गर्नु भएको छ भने पनि हामीलाई जिज्ञासा राख्नु होला। अन्त्यमा उपस्थित धेरै जसो माननीय सदस्यज्यूहरूले ऐनलाई ऐन उच्चारण गरिएको देखिएको छ। त्यसकारण यहाँहरू सम्पूर्णलाई ऐन भनी सम्बोधन गरिदिन हुन पनि अनुरोध गर्दछु। धन्यवाद। माननीय सदस्यहरू, अब विद्यमान समितिको प्रतिवेदन सहितको सुदूरपश्चिम प्रदेश युवा परिषद गठन तथा सञ्चालन सम्बन्धी विधेयक 2083 माथि छलफल प्रारम्भ हुन्छ। छलफलमा बोल्न चाहने माननीय सदस्यहरूको नाम प्राप्त भएको छैन। माननीय सदस्यहरू, अब म सुदूरपश्चिम प्रदेश युवा परिषद गठन तथा सञ्चालन सम्बन्धी विधेयक 2083 मा समितिको प्रतिवेदनलाई विधेयकको अङ्ग बनाइयोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन। तसर्थ सुदूरपश्चिम प्रदेशमा युवा परिषद गठन तथा सञ्चालन सम्बन्धी विधेयक 2083 मा सम्बन्धित समितिको प्रतिवेदनलाई विधेयकको अङ्ग बनाइयोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब म सुदूरपश्चिम प्रदेशमा युवा परिषद गठन तथा सञ्चालन सम्बन्धी विधेयक 2083 को दफा 1 देखि 19 सम्मका दफाहरू र विधेयकको अनुसूचीलाई विधेयकको अङ्ग बनाइयोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन। तसर्थ सुदूरपश्चिम प्रदेश युवा परिषद गठन तथा सञ्चालन सम्बन्धी विधेयक 2083 दफा 1 देखि 9 सम्मका दफाहरू र विधेयकको अनुसूचीलाई विधेयकको अङ्ग बनाइयोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब म माननीय सामाजिक विकास मन्त्री दुर्गा बडुवाललाई सुदूरपश्चिम प्रदेशमा युवा परिषद गठन तथा सञ्चालन सम्बन्धी विधेयक 2083 लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। माननीय सभामुख महोदय, सुदूरपश्चिम प्रदेशमा युवा परिषद गठन तथा सञ्चालन सम्बन्धी विधेयक 2083 लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद। माननीय मन्त्रीज्यू आसन ग्रहण गर्न सक्नुहुनेछ। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन। तसर्थ सुदूरपश्चिम प्रदेशमा युवा परिषद गठन तथा सञ्चालन सम्बन्धी विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत भएको घोषणा गर्दछु। अब म समापन मन्तव्य राख्दछु। यस गरिमामय प्रदेश सभाका मान्य सदस्यहरू, सुदूरपश्चिम प्रदेश युवा प्रदेश सभाको यो अधिवेशन सम्पन्न गर्ने क्रममा सहयोग पुर्याउनु हुने
युवा प्रदेश सरकार, प्रदेश सभाका सदस्यहरू, प्रदेश सभा सचिवालयका कर्मचारी, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, उद्यमी, व्यवसायी, प्राज्ञिक व्यक्तित्वहरू, नागरिक समाजका प्रतिनिधिहरू, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मी लगायत सम्पूर्ण शुभेच्छुक महानुभावहरू तथा सम्पूर्ण प्रदेशवासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। प्रदेश सभाका मान्य सदस्यहरू, सुदूरपश्चिम प्रदेशका 9वटै जिल्लाबाट यस गरिमामय नमुना युवा प्रदेश सभामा आउनुभएका मान्य सदस्यहरूको सहयोगले सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेश युवा परिषदले आयोजना गरेको यस नमुना युवा प्रदेश सभा पूर्ण रूपमा भव्यताका साथ सफल भएको छ। नमुना युवा प्रदेश सरकारको वार्षिक योजना तथा कार्यक्रममा यस क्षेत्रका युवाका समसामयिक सवाल छलफल भएको थियो। युवा सरकारको नीति तथा कार्यक्रम, पारित वार्षिक बजेट, जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव, सुदूरपश्चिम प्रदेशका युवाको व्यक्तित्व विकास गर्न तथा प्रदेशको सार्वजनिक विकासमा युवाको योगदानका लागि उपयुक्त अवसर प्रदान गर्न सुदूरपश्चिम प्रदेशको युवा नीति आवश्यकता रहेको युवा सरकारको अविलम्ब सुदूरपश्चिम प्रदेशको युवा नीति जारी गरी युवाका सवालमा प्राथमिकता राखी कार्यान्वयन गरियोस् भन्ने सङ्कल्प प्रस्ताव तथा सुदूरपश्चिम प्रदेशमा युवा परिषद गठन तथा सञ्चालन सम्बन्धी कानुन निर्माणका माध्यमबाट युवाका सवालहरू सम्बोधनमा यो नमुना युवा प्रदेश सभा आगामी युवाका कार्यक्रमहरूको लागि मार्गदर्शन बन्ने विश्वास लिएको छु। युवाको सहभागिता र नेतृत्व क्षमता विकासमा यो नमुना प्रदेश सभा कोसेढुङ्गा बनेको विश्वास लिएको छु। यस नमुना युवा प्रदेश सभा आयोजना गर्ने सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, प्रदेश युवा परिषद र समन्वय तथा सहकार्य गर्ने UNFPA, पिसविन र सञ्चालनमा सहयोग गर्ने सहजकर्ता र यसका सहयोग गर्ने व्यक्तित्वहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। युवा सरकारका मुद्दालाई अघि बढाउन यस्तो मञ्च स्थापना गर्ने र यस कार्यक्रमलाई प्रभावकारी सहजीकरण गर्ने सबैप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। अभिभावकका रूपमा हाम्रो यो नमुना युवा प्रदेश सभा अभ्यासमा हामीलाई हौसला प्रदान गर्ने सुदूरपश्चिम प्रदेशका माननीय सभामुख भीमबहादुर भण्डारीज्यू, माननीय सामाजिक विकास मन्त्री बेलबहादुर राणा मगरज्यू, माननीय सामाजिक विकास मन्त्री मधु भारतीयज्यू, माननीय सामाजिक विकास समिति सभापति धर्मराज पाठकज्यू, प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष गजेन्द्र साउदज्यू, हंसराज खनाल, प्रदेश युवा परिषदका कार्यकारी सदस्यहरू, प्रदेश युवा परिषदका सहयोगी कर्मचारीहरू र सञ्चारकर्मीहरू एवं युवा ज्वलन्त मुद्दाहरूलाई चासो मानि सुनिदिनु हुने सम्पूर्ण महानुभाव तथा व्यक्तिहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु। आगामी दिनमा युवा विकासका लागि तय गरिएको नीति तथा कार्यक्रम योजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि सबै रचनात्मक र सकारात्मक सहयोग प्राप्त हुनेछ भन्ने विश्वास व्यक्त गर्न यसका लागि हरेक तरहले सहयोग गर्नुहुने सम्बद्ध पक्षलाई पुनः धन्यवाद व्यक्त गर्न चाहन्छु। अन्तमा सुदूरपश्चिम नमुना युवा प्रदेश सभाको सदस्य भएर यहाँ सिकेका कुरालाई व्यवहारमा लैजाने युवा क्लब, युवा सञ्जाल, युवा आबद्ध सङ्घ सङ्गठन मार्फत सबैको सक्रिय भूमिकाको अपेक्षा लिएको छु। जय युवा। मान्य सदस्यहरू, प्रदेश प्रमुखको कार्यालयबाट पत्र प्राप्त हुन आएको छ। म सो पत्र पढेर सुनाउँछु। श्रीमान सचिवज्यू, सुदूरपश्चिम प्रदेश युवा प्रदेश सभा मान्य युवा प्रदेश प्रमुखबाट माननीय मुख्यमन्त्रीज्यूको सिफारिसमा चालु प्रदेश युवा सभाको अधिवेशन आज मिति 2083 ज्येष्ठ 5 गते रातिको 12 बजेदेखि अन्त्य हुने भएको छ। कविता कुँवर, सचिव, प्रदेश प्रमुख कार्यालय, मिति 2083 ज्येष्ठ 5 गते। मान्य सदस्यहरू, अब यो बैठक यही स्थगित हुन्छ।